यसमा केही पनि छैन हजुरहरूले ध्यान दिनु यसमा केही पनि छैन यसलाई कसरी गर्दिन हेर्नुस् त 12-15 वटा किताबको क्रय मूल्य त एउटा किताबको क्रय मूल्य मैले सिपी माने त 15 वटा किताबको क्रय मूल्य कति हुन्छ भन्नुस् त 15 वटा किताबको क्रय मूल्य हो यो 15 सिपी 12 वटा किताबको विक्रय मूल्य 12 एसपी 12 यो एसपी दुवै बराबर हो कट गर्दिनुस् त कट गर्दा 3 ले यो 4 3 ले यो 4 हुन्छ 3 ले यो 5 हुन्छ अब कति जनालाई याद छ यो सीपी र यो एसपी को रेशियो हामी भन्न सक्छौं कि सक्दैनौं अथवा यो सीपी र यो एसपी को रेशियो हामी भन्न सक्छौं कि सक्दैनौं हजुरले मलाई भन्नुस् त मैले भनेको थिए हजुरलाई याद छ कि छैन मैले के भनेको थिए याद छ हजुरलाई यो सीपी बराबर यता 4 हो यो सीपी चाहिँ यो 4 सँग बराबर हुन्छ सीपी यो 4 सँग बराबर हुन्छ एसपी यो 5 सँग बराबर हुन्छ मैले भनेको थिए किनभने एसपी को बराबरमा यो 5 हो यो 5 सँग बराबर हुन्छ यो मैले भनेको थिए रेशियोमा भनेको थिए हजुरले याद गर्नु होला रेशियोमा मैले भनेको थिए यसको अर्थ 4 मा किनेको हो 5 मा बेचेको हो 4 मा किनेको हो 5 मा बेचेको हो कति नाफा 1 नाफा हो यो 4 मा हो 1 नाफा यही हो 25% नाफा